हाई नमस्ते सखाहरूसँगको अर्को युट्युब ब्लग हजुरमा स्वागत छ। र आज चाहिँ हामी मच्छिन्द्रनाथ भगवानलाई कसरी राखेछन् भनेर विचार गर्न जाँदैछौँ। र आज मङ्गलबार कार्य विनायक पनि जाँदैछौँ। ल यसरी ल हेर्नुहोस्, ल मैले ढलाएँ, हजुर नढल्नु होला है त। र कोही यहाँ हुनुहुन्छ, कोही बाहिर हुनुहुन्छ, र हामी लगन खेलमा जम्मा भएर भेट भएर जानेछौँ। बाई बाई। हेर्नुहोस् यहाँ आज सकाले हल्ला बोल गरेको गाडीलाई मान्छेलाई ओर्लिन दिएको छैन। आज बुगमतीको जात्रा यस्तो भिड छ, गाडी आउने बित्तिकै प्याक भइरहेछ। त्यही भएर सबैजना छेकेर बसिएको छ बाटो। यो पनि रमाइलो, रिजर्भ लैजाँदा पनि भएन, नलैजाँदा पनि भएन। गाडी नै रिजर्भ जस्तो हुने भयो। जता बस्यो नि आफ्नै गाडी होला, बस बस। यस्तो पो मजा त आउने बित्तिकै भरिनी। चढ्नलाई ल हेर्नुहोस्, यस्तो गरेर गाडी चढ्यो आज। मन्दिर हिँडेको रे रिजर्भ जस्तै गरेर गाडी लिएर गएको छ। रिजर्भै गरे हो, जात्रा आएको हेर्नुहोस्। अब हाम्रै जात्रा निस्क्यो। गाडी त्यस्तो गरेर ठेलमठेल गरेर चढेको, अहिले गाडीले ओह्राल्थ्यो किनकि यस्तो जाम छ यतातिरबाट। अब सबैजना अब हिँडेर रमाइलो, हिँड्नु पनि रमाइलो हो। दिदीले हेर्नु कस्तो पुण्य काम गर्नुभएको, यसरी तामाको गाग्रोमा पानी राखिदिनु भएको छ र हिँड्नेलाई गाह्रो नहोस् भनेर। र यो पनि पुण्य हो। अनि त्यही त धेरै ठुलो पुण्य हो यो त। धन्यवाद। ल पानी पिउँदै हुनुहुन्छ। प्यासीको तिर्खा मेट्नु भयो। तपाईँको जीवनमा जे इच्छा कामना छ सबै पूर्ण होस्। ल हेर्नुहोस्, हाम्रो बुगमतीको उत्पादन यहाँ लिँदै हुनुहुन्छ दिदीहरू। बकुला, आलस है, यो किने हुन्छ है। यो सबभन्दा टिपिकल लोकल केरा हो। मान्छे त देख्छु नि मैले। नारायण दाई, नारायण हो र? कहाँ छन् उनीहरू? ए उता छ अरे अगाडि। ल र अहिले चाहिँ यता अगाडि छन् रे। क्यापु देखेँ मैले। र अब हामीले यसैको लागि हामीले क्याप लगाएका थियौँ। हजुरले यो भिडियोमा कता कता अरेन्ज देखिरहनु भएको छ। सबै हाम्रो साथी त्यहाँ छन्। र मन्दिर चाहिँ बन्ने क्रममा रहेछ। लाइन बसिया हो र? र कस्तो लाग्यो आज भगवानको दर्शन गर्न पाउँदा? भगवानलाई विचार गर्न आएको, विचार गर्नुभयो त? के हो विचार भने? भगवानलाई कसरी बसिरहनु भएको छ, आफ्नो घर आएर खुसी हुनुहुन्छ कि हुनुहुन्न होइन? यहाँको बुगमतीको कुमारी भवन अब अर्कोचोटि बनोस्, राम्रो होस्। र हामीले पाटनको कुमारी पनि त्यति सजिलै दर्शन भेट पाइँदैन थियो। यहाँ त बुगमतीको कुमारीको राम्रैसँग दर्शन भेट पाइयो, मुसुक्क हिसिक्क है कुमारी पनि। अब हामी यहाँबाट कहाँ जाँदैछौँ? कार्य विनायक जानेछौँ। ल त जाउँ। र यहाँ चाहिँ काष्ठकला वस्तुहरूको प्रदर्शनी तथा व्यापार मेला, यहाँ मेला पनि लागेको छ। हेरौँ। र हामी जस्तो सेम ड्रेस आए जस्तो सेम ड्रेसको दिदीहरू पनि आउनु भएको रहेछ। आहा, ल हेर्नुहोस्, ल हेर्नु कस्तो राम्रो बनाएको उयो त। भगवानको मूर्ति हेर्नु।
ओहो यो कति राम्रो है यो हेर्नु नि यो कति मेहनत पर्यो यो बनाउन ल बीचमा भगवान बुद्ध हुनुहुन्छ मण्डप हैन यो मण्डपको उसमा यो चाहिँ ह्यान्डिक्राफ्ट हैन हजुर आफै बनाउनु भएको दिदी ए कस्तो राम्रो ल ए ट्रेनिङ पनि दिनुहुन्छ हजुरहरूले ऊ बिहाको यो उलानी यस्तो कस्तो राम्रो बनाउनु भएको नि त साईपाटाको र हेर्नुहोस् बिहाको साईपाटा कस्तो राम्रो बनाउनु भएको छ उहाँहरूले हजुरले भिडियो हेर्नुहुन्छ भने यसरी नै बुगमतीमा कसलाई सम्पर्क गर्ने दिदी होइन हजुरको नाम भन्नु न नाम नम्बर भन्नु हजुर हजुरको नम्बर भन्नुहोस् त ल हजुरहरू प्राय हाम्रो बिहामा साईपाटा लानुपर्ने हुन्छ र यस्तो राम्रो साईपाटा उहाँहरूले बनाउनुहुन्छ र हजुरले यही नम्बरमा उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ ल हेर्नुहोस् बुके हेर्नुहोस् त्यो सुक्या फुललाई सुकाउनु भन्दा यसो यो मकैको उसबाट बनाएको होइन अनि कति राम्रो कति राम्रो राम्रो काष्ठकला हेर्नुहोस् र हामी नेपालीहरू कलामा त एकदम धनी नै हो के आहा ल र यहाँ शाक्यमुनि बुद्ध भगवानको दर्शन गर्नुहोस् हजुरहरू प्रथमपुर महाविहार रे यो बिहारभित्र यो प्रदर्शनी भइरहेको छ हेर्नुहोस् कति राम्रो र हाम्रो साथीहरू उहाँ सबै हेर्दै आहा हेर्नुहोस् हजुरहरू आजभोलि यस्तो ल यहाँ नम्बर पनि हेर्नुहोस् नम्बर छ यस्तो आजभोलि यस्तो डेकोरेसन गरेको मूल ढोका बनाउने चलन छ हजुरहरूलाई हेर्नुहोस् यहाँ कति चिप्लो कति स्मुथ छ गणेश भगवान हेर्नु न यहाँ सुबादी ल भिडियो त रोक्नै मन लाग्छ छैन किन र हजुरहरू यहाँ छ हेर्नुहोस् यो मैले हजुरलाई यसरी फोकस गरेर देखाइरहेको छु हजुरहरूलाई राम्रो लाग्यो भने यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ मेरो हो मैले यहाँ यो देखाएको कि उहाँहरूको र हजुरहरूले बनाउनु भएको दाइ ल हेर्नुहोस् हाम्रो नेपालको गौरवहरू उहाँहरू हातमा यति कला छ कलाको धनी हामी हेर्नमा धनी उहाँहरू बनाउनमा धनी सिपको धनी र सबै काठबाट बनेको यो सबै काष्ठकला ओहो यो के बनाउनु भएको ओहो भन्दैमा गइसक्यो मेरो भिडियो त नमस्ते ल हेर्नुहोस् घरमा तपाईँहरू ढोकामा यस्तो राख्न सक्नुहुन्छ नमस्ते र यहाँ हेर्नु हाथु भैरव कार्भिङ एट बुगमती फर 22 फर कीर्तिपुर यो लेख्नु भएको छ हाम्रो जितेन्द्र दाई चाहिँ को हुनुहुन्छ ए राम भट्टमर्जन अमित साक्य हजुरहरूको हो ए हजुरले बनाउनु भएको यो हजुरको यही हो नि त ए ल एकदम राम्रो हजुर मैले चाहिँ भ्लग बनाइरहेको हो कि मेरो शीतल नेपाल भनेर हुन्छ म यो टुक्रा त म युट्युबमा के टिकटकमै हालिदिन्छु कि यहाँको र हेर्नुहोस् यस्तो राम्रो मूर्ति हजुरहरू देश विदेशमा बस्नु हुनेहरूले हेर्नुहोस् ल यस्तो मूर्ति यो त विदेशै जाने मूर्ति हो यहाँ भन्दा पनि यहाँ पनि हुन्छ तर विदेशमा अझ बढी भ्याल्यु हुन्छ हजुरहरू गर्नुहोला र यहाँ नाम यहाँ छ अघि मैले कार्ड देखाएको छु र अझै यो नम्बर हेर्न सक्नुहुन्छ यो कलाकृति हजुरहरू यसरी अर्डर गर्न सक्नुहुन्छ तपाईहरु सोरुममा जाँदा महँगो पर्छ सोरुममा गइराख्नु पर्दैन र हजुरहरू हेर्नु सोरुममा जानु भन्दा यसरी डाइरेक्ट तपाईहरु कन्ट्याक्ट गरेर उहाँहरुसँग यसरी बनाउन सक्नुहुन्छ र हेर्नुस् पक्कै मेरो भिडियो हो के हो अलि त्यो यहाँ चाहिँ लिने घडी यहाँ छ ल हामीले चाहिँ यहाँ आएर चाहिँ सोबादीले एउटा घडी किन्नु भयो एकदम राम्रो कष्टकलाको लिने हो घडी एकदम राम्रो छ ट्रेडिसनल यो एन्टिक पिस हुन्छ के कस्तो राम्रो छ हेर्नु न ल हेर्नुस् मनिदीको हातमा पाथी पहिला यस्तो हुन्थ्यो पाथी बुट्टेदार पाथी यहाँबाट चाहिँ दुईटा घडी किनियो एकदमै राम्रो काठबाट यस्तो चिज भने मयूर झ्याल भन्छ यसलाई ल मयूर झ्याल आँखी झ्याल भनेको यो
आँखी झ्याल भनेको यो, मयूर झ्याल भनेको यो। कस्तो हेभी छ नि। र हाम्रो सखाहरू चाहिँ अहिले त्यहाँ भित्र गएर दुईटा घडी किनेर पर्यटक आन्तरिक पर्यटक प्रवर्धन गरेर अब चाहिँ यो झोलुङ्गे पुल तरेर हामी कार्यविनायक जानेछौँ। र यो चाहिँ एकदमै राम्रो पक्ष लाग्यो अहिलेको चाहिँ भगवानको दर्शन दुईटा भगवानलाई जोड्ने। हजुर हेरिरहेको छु ल। ओहो यो त धेरै हल्लिन्छ, मान्छे ओभरलोड भयो क्या हो ल। यो चाहिँ साह्रै राम्रो पक्ष, दुईटा भगवानलाई दर्शन गर्नको लागि बिचमा पुल। ओहो त्यहाँ बिचमा कति मान्छे किन उभिया होला, त्यस्तो ओभर गएर उभिनै हुँदैन। हुँदैन नि त्यस्तो झोलुङ्गे पुलमा। हेर्नुहोस् त झोलुङ्गे पुलबाट देखिएको कति सुन्दर दृश्य, डाँडालाई हुस्सुले ढाकिसकेको छ। र झोलुङ्गे पुल नामै त झोलुङ्गे पुल, नहल्लिनु त कुरै भएन, मजाले हल्लिरहेको छ झोलुङ्गे पुल। आहा अहिले नयाँ बनाएको हो कि ल। हाम्रो साथीहरू जाँदै हुनुहुन्छ, आउँदै हुनुहुन्छ, आउने र जाने क्रम भइरहेछ। र म उभिएर भिडियो बनाउँदा चाहिँ साह्रै हल्लाइरहेछ। हल्लिएको अनुभव अहिले भयो यहाँ उभिरहँदा। आहा ल कस्तो लागिरहेछ हजुरहरूलाई झोलुङ्गे पुलको अनुभव? र परसम्म हाम्रो अरेन्ज क्याब देखिँदैछ, जहाँसम्म देखिँदैछ साथीहरू आउँदै हुनुहुन्छ। कस्तो लागिरहेछ मा झोलुङ्गे पुल तर्दा? भगवान दुईटा भगवान एकचोटि यस्तो सजिलोसँग दर्शन गर्न पाइयो। उहाँहरू हल्लिँदै 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 आइरहनु भएको छ। अब लास्टमा चाहिँ शोभादी र अनिता बहिनी हुनुहुँदो रहेछ। बिचरा रिङ्गटो लागिहाल्छ नि हेर्नु। र सखाले चाहिँ बुढी आमालाई समाउँदै समाउँदै ल्याइरहनु भएको छ। गाह्रो भयो, बुढी मान्छेलाई गाह्रो हुन्छ, रिङ्गटो लाग्छ। ल आमालाई पुलबाट सजिलो त भयो तर गाह्रो भयो है, हल्लिएर गाह्रो भयो। ल ल यो पुल हाल्न त डाँडै काटेर रहेछ यहाँ त, यसरी डाँडा काटेर यसरी बनाउनु भएको रहेछ पुल। अब हामी चाहिँ आइपुगेका छौँ 4वटा विनायक मध्येको एक विनायक कार्यविनायक कार्यसिद्धि। तपाईँको जीवनमा कुनै कार्य पुरा भएको छैन भने चाहिँ यहाँ आएर दर्शन गर्नुहोस्, कार्यसिद्धि हुन्छ कार्यविनायक। र लाइन चाहिँ निकै लामो छ किनकि आज उता ओहो नारायण दाई नारायण नारायण दाईलाई पनि देखाइदिइहालौँ। हामी दाईलाई त सधैँ बिहान बिहान भेट्छौँ, आज यहाँ पनि भेट भइरहेछ ल। हजुर र कार्यविनायक भगवानको जय। लौ न लाइन बस्या भक्तहरू होइन भने कार्यविनायक भगवानको बल्ल बस्या त लाग्यो। हेर्नुहोस् र श्री गणेशाय नमः। यही हो, यहाँबाट त भित्र जानै सक्दैन, त्यस्तो छ। हेर्नुहोस् गणनायकाय गणदैवताय गणाध्यक्षाय धीमहि गुणशरीराय गुणमण्डिताय गुणेशानाय धीमहि गुणातीताय गुणाधीशाय गुणप्रविष्टाय धीमहि एकदन्ताय वक्रतुण्डाय गौरीतनयाय धीमहि गजेशानाय भालचन्द्राय श्रीगणेशाय धीमहि एकदन्ताय वक्रतुण्डाय गौरीतनयाय धीमहि गजेशानाय भालचन्द्राय श्रीगणेशाय धीमहि गणनायकाय गणदैवताय गणाध्यक्षाय धीमहि
गुणशरीराय गुणमण्डिताय गुणेशानाय धीमहि गुणातीत। हाम्रो उहाँ दिदी भेट भयो। हामी युएन पार्कमा जहिले यसरी हाँसेर गर्थ्यौँ योगा। असाध्यै हाँस्नुपर्छ मलाई। ल रमाइलो। ल अब बाँकी हाम्रो साथीहरू यहाँ चौतारीमा बस्नु भएको छ। ओहो दर्शन गरिवरी चौतारीमा मजाले। ओहो कोही टिकटक बनाउँदै कोही के गर्दै। हाम्रो दाम्पत्य जीवन सुखमय। हाम्रो हो त सबै सबै खुवाउँदै हाम्रो त भनिन्छ नि हैन हाम्रो भन्नु भन्न लागेको तपाईहरुको भन्नु नि त हैन हाम्रो त भरे भिनाजुले भिडियो हेरेर तपाईलाई सबै खुवाएको अरे मैले भनेको सुन्न भन्नु पर्दैन ल भन्नु त ल ल ठीक छ ल अब भन्दिन अब यहाँ मिलेन भनेर तपाईहरुको हैन हजुरहरुको हजुरहरुको दाम्पत्य जीवन सफल होस् किनकि हामी कार्यविनायक मन्दिरमै आएका छौं कार्य सिद्धि गर्न सानो फूल चाहिँ छिट्टै सानो फुच्चे फूल जस्तै यो फूलले कोपिला जन्माओस् मैले हिजो त्यत्रो लेखे हैन त शंखबारको चौतारीमा आएर दुःख बिसाए बिरुवा बनाए बिरुवाबाट कोपिला उम्रिन बाँकी नै छ कोपिलाको कल्पना गरौँ हैन त कल्पना त गर्दै गरौँ र अहिले चाहिँ यहाँ निकै रमाइलो पल भइरहेको छ कोही टिकटक बनाउँदै हुनुहुन्छ कोही आराम फर्माउँदै हुनुहुन्छ दुईजना प्रेमिल जोडीहरू आफ्नै भिडियो हेरेर दङ्ग पर्दै हुनुहुन्छ र हामी चाहिँ यहाँ अरू शाखाहरू आहा कस्तो मिठो हो कलरको अचारको कलर आहा ल हेर्नुहोस् यहाँ रमाइलो यहाँ पुरा हाम्रो ड्राई पिकनिक पनि भव्य र सभ्य छ ल हाम्रो दिदी चाहिँ आज हामीसँग पहिलोपटक हिँड्नुभएको कस्तो लाग्यो दिदी रमाइलो लाग्यो हजुरलाई हामी त्यति बोल्न त लजाउनु हुँदैन हामीसँग त एकदम बिन्दास भएर बोल्नुपर्छ ल हेर्नुहोस् रमाइलो कसलाई लाग्यो दिदी हजुरलाई हामीसँग घुम्दा म कहाँ थिएँ योभन्दा पहिला भन्नु न अब होइन त त्यस्तै भइरहेछ र यस्तो ग्रिनेरी छ चारैतिर हरियाली छ यहाँ चाहिँ यो टोली चाहिँ टिकटक टोली हो यहाँ टिकटकमा व्यस्त टोली हो यो चाहिँ र अडियन्स आउनु भएको छ हाम्रो यहाँ एकजना खलौटे ओहो ल ल अहिले अब सबैजना खानामा व्यस्त मस्त हुनुहुन्छ मैले चिसो पाएको छैन मैले खाऊ मेरो उलिएर बसेको छु भक्कन ए भाग खोइ त अनि एउटा यो भाग म पनि खाना बस्दैछु यत्रो खाना खाइसकेर हिँड्न सकिएला उसै त हामी खानी घुम्नीमा पढ्छौँ धेरै हामी खान्छौँ टन्न त्यसपछि बिहान खल पसिना निकाल्छौँ त्यसपछि फेरि स्लिम हुन्छौँ अनि फेरि अर्को ठाउँ घुम्न जान्छौँ अब खाइपी सिद्धियो कोही चुड्दै हुनुहुन्छ कोही सामान पोको पार्दै हुनुहुन्छ म चाहिँ भिडियो मात्र बनाउँदैछु र यहाँ पनि साह्रै रमाइलो छ ल है हजुरलाई जात्राको शुभकामना ओहो ल हेर्नुहोस् यस्तो मजाले खाँदै हुनुहुन्छ हाम्रो त खाइपी सिद्धि बा हामी शङ्ख पार्कबाट शङ्खमूलबाट हजुर ल रमाइलो यही हो रमाइलो होइन त यसरी हेर्ने भगवानको दर्शन गर्ने जुटुमुख गर्ने ल दाजुसँग खाएर भाउजूसँग उठ्ने हाम्रो कमलाजीलाई भन्छन् अहिलेसम्म सबैजना खाएर उठ्नुभयो कमलाजी खाँदै हुनुहुन्छ त्यही भएर त दाजुसँग खाएर भाउसँग उठ्यो भन्थे तपाईँलाई झन् चपाउनु गाह्रो भयो भने मायाले थपिदिएको नि हो हेर लास्टमा थप्यो भने छोरी हुन्छ अरे अब छोरै पुग्यो अब चाहिँ हामी खाएर अब जान लाग्छौँ र हाम्रो भैयाजी आउनु भएको छ खाइके पान बनारस वाला खुली जाए बंद अकल का ताला खाइके पान बनारस वाला खुली जाए बंद अकल का ताला छोरा गंगा किनारे वाला गंगा किनारे वाला
हामी त रमाइलो गर्ने पर्यो छोरी पनि भन न रमाइलो यात्राको दौरान हिँडेपछि कहाँबाट कहाँ पुगिन्छ हामी अब यहाँबाट चाहिँ आधा घन्टा लाग्छ अरे सिकाली जानको लागि हिँडेको छ नि त लीलादी सिकाली जान हिँडेको होइन रामदाई यु रियली मिस्ड इट है रामदाईले मिस गर्नुभयो आजको ल यहाँ तल पनि पिकनिक चलिरहेछ एकदमै रमाइलो म फन घुमाइरहेको छु सबैलाई ल हेर्नुहोस् ल हेर्नुहोस् अब फेरि भन्नु ल आज हाम्रो बुढीमती मेला यो विचार जाने अवसरमा हामी आज यहाँ कार्य विनाकमा आयौँ उहाँले चाहिँ हाम्रो नाम कल्पना शिखाका नाम गाह्रो उहाँले चाहिँ मलाई चाहिँ हाम्रो सखा योग समूहमा 500 रुपियाँ दिनुभएको छ धन्यवाद र यसरी हामी बेला बेलामा घुम्न जान्छौँ अब टी सर्ट एउटा चाहिँ टी सर्ट र क्याप चाहिँ हजुरले पनि लिइराख्नु होला है पार्कमा नआए पनि घुम्न जान चाहिँ पाइन्छ कोषमा अनि भोलि हजुरले त्यसको फेरि भन्नु होला लास धन्यवाद सिर्जना महाशिवको योग विज्ञान दीर्घ जीवनको योग अभियान ऋषिहरूको स्वाभिमान हो पुर्खाहरूको ऋषि पतञ्जलि सूत्रले अष्टाङ्ग योगमा जङ्गिएको उच्च जीवन शैली सिकाउने योग नहीं दिव्य ज्ञान हो योग नहीं दिव्य ज्ञान हो योग नहीं दिव्य ज्ञान हो शक्ति जाग्दछ ओम ध्वनिमा प्रेम बढाउँछ योगीहरूमा योग भूमिको सम्मान गर्दै पालना गरौँ योग साधना योग नै हो पूर्ण अपार अनन्त लाभ भण्डार हो सबै मन जोड्न सक्ने प्रेम को यो सागर हो प्रेम को यो सागर हो प्रेम को यो सागर हो गाउँ शहरमा योग फिजाउँदै योग गरौँ निरोगी बनाऊ आहार विहार शुद्ध बनाउँदै स्वस्थ समाज निर्माण गरौँ वैदिक ऋषिहरूको परम्परा युगौँ युग चलिरहोस् विश्वलाई स्वस्थ बनाउने दिव्य शक्ति जागिरहोस् दिव्य शक्ति जागिरहोस् दिव्य शक्ति जागिरहोस् चित्त
वृत्तिको निरोध गर्दै मन वचन पवित्र बनाऊ समताको भाव जगाउँदै राष्ट्रलाई माथि उठाऊ योगमय बनाउने पाल सबै नेपाली योगी बनौँ सबैलाई खुसी देखौँ कहीँ कोही दुखी नबनौँ कहीँ कोही दुखी नबनौँ कहीँ कोही दुखी नबनौँ योग हो सुधार जिन्दगीको योग हो उद्धार जिन्दगीको स्वस्थ रही जिउन सिकाउने उपहार हो जिन्दगीको उपहार हो जिन्दगीको सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् मा कश्चित् दुःखभाग् भवेत्। र नाचियो अब हामी श्रीकालीको लागि यो छोटो छोटो बाटो भनेर हिँडिरहेको छौँ खोइ ट्राफिक जाम भयो बाटो छैन र अब त सर्टकट बाटो त सर्टकटै बाटो पछ्याएर हिँड्न लाग्छौँ हामी धेरै नै सर्टकट बाटो भयो छिटो पुगिन्छ ल हिँड्नु मकै बारीलाई हेर्नु मकै भटमास बारीमा यस्तो बाटो ओर्लिँदै हिँडिरहेछौँ बाटो छ रे ल ल हेर्नुहोस् हामी यस्तो बाटो हाइकिङै भयो ल र आज हाम्रो हाइकिङको गाइड हुनुहुन्छ अगाडि दिदी सरिता दिदी हाम्रो गाइड हुनुहुन्छ आजलाई उहाँले बाटो देखाउँदै हुनुहुन्छ र सबैजना आउँदै हुनुहुन्छ हाइकिङ हिँड्यो जस्तै छैन त आज खायो टन्नै घटाउन हिँड्यो ओहो ल पर्यो ल ल हेर्नुहोस् यहाँ योगीहरू हाँस्नै नछोड्ने के भयो अरे ल हेर्नुहोस् यहाँ तपाईँहरूलाई कसरी सुनाऊ यहाँ हामी लामो लामो सास तानिरहेको छौँ तोरी यस्तो बास्ना आइरहेछ तोरीको तेल खोकना तोरीको लागि एकदम प्रसिद्ध छ तोरीको तेलको लागि के अरे तोरी तेल लाएर खसीको मासु अर्को मैले के भन्ला दि तोरी तेल लाएर कपाल कालो भो र हाम्रो त अहिलेसम्म पनि घरमा यहीँबाट आउँछ नि तेल खोकनाबाटै राम्रो हुन्छ तेल आहा कस्तो बास्ना आयो ल यो चाहिँ हाम्रो श्रीकाली माताको मन्दिर चाहिँ यहाँ र भगवानलाई चाहिँ यहाँ राखिएको छ अरे अहिले र मन्दिर चाहिँ भूकम्पले क्षति भएको भर्खर बनाउनु सुरु भएछ अहिले चाँडै भएछ क्या हो 72 सालमा भुइँचालो गएको होइन त धेरै चाँडो बन्न लागेछ मन्दिर त ए त्यही त अब यहाँबाट ल हेर्नुहोस् टिपिकल बस्ती ढुङ्गा छापेको बाटो र अगाडि फुलकुमारीहरू हिँड्दैछ ल हाम्रो सरिता दिदीको यो कसको माइती ल हेर्नु ओहो बुवा हेर्नु त कति धेरै छोरी आएको यो टेन्सन होला है टेन्सन होला दङ्ग पर्नु भयो जस्तो माथिबाट अब सबै सेम भनेर हेर्नु ल रमाइलो आहा उहाँको माइती भनेर टक्कै यहाँ बसेर फोटो खिचौँ न एउटा बरु कस्तो राम्रो फोटो आउँदो रहेछ है हेर्नुहोस् ओहो बथान सबै बोके बोका हो क्या कस्तो गनायो बोका गनायो मन्दिर बनिनु ए हो र हजुर र हेर्नुहोस् पुरानो गाउँको बाटो कस्तो राम्रो
र यो चाहिँ भगवान हिँड्ने बाटो, सिकाली माताको मन्दिर जाने बाटो, भगवान हिँड्ने बाटो भएको हुनाले यो बाटो चाहिँ बिगार्नु हुँदैन अरे। अघि हामीलाई दिदीले भन्नुभएको। ल हेर्नुहोस् यहाँ चाहिँ सुटिङ चलिरहेको रहेछ। ल ल हेर्नुहोस् यहाँ सिकाली नजिक पुग्न लागेपछि सबैजना यहाँ बरफ खाँदै ल हेर त्यो केशव भाइले बरफ खाएको तरिका। केशव भाइ ल ल भैयाजीको व्यापार त दह्रो भयो त भैयाजी, दह्रो भयो त व्यापार। यो सानो बेला खाइएको थियो यो बरफ, स्कुल पढ्दाखेरि बल्ल आज खाइयो है फेरि, नत्र के खाइन्थ्यो होला र। पाउनु यो लिन्छ हो यो जोडी अब दुनियाँबाट बिछुट्टै भइसकेको छ। हो नि, ड्रेस कोड पनि मिलाएर लाखन जोडीले शिरदेखि पाउसम्मै। ल हेर्नुहोस् बरफ खाँदै सबैजना, सबै अहिले बच्चा भएछन्। फेरि कहाँ आउँछ र घुमेर यो बालपनको उमेर। ल हेर्नुहोस् त यहाँ ल बालपनको उमेर, यहाँ हामीलाई बालपनको उमेर चलिरहेको छ भने उहाँहरूलाई भर्खरको जवानी चलिरहेको छ। यहाँ न्युली कपालहरू सँगै बस्नु भइरहेछ, रमाइलो आनन्द आइसक्यो सिकाली। हो हेर्नुहोस् हामी खिच्नुभयो, हामी चाहिँ टन्न खायौँ कार्य विनायकमा। त्यो खाएको घटाउनलाई सिकाली आएर खुट्टा हल्लाइरहेको छौँ। पेटलाई खिचेर यसरी अब गुल्टिनी सुरु गरौँ। कताबाट उल्टा यताबाट होइन, गुल्टिनलाई उल्टो पर्यो। ल गुल्टा मलाई त थाहा थियो, त्यही पनि नभने बच्चामा गरेको यार उड्न साथ कहाँ जान्छ भनेर हेर्ने कि खिचिराखेर अझै छ समय। अब सिकालीसम्मको यात्रा पार गरिसकेपछि सबैजना हामी यहाँ मगर गाउँ आएर गाडी चढ्दैछौँ र हजुरलाई आजको यो यात्रा कस्तो लाग्यो होला कृपया प्रतिक्रिया दिन नभुल्नु होला। सखासँगको यात्रा